यस कार्यक्रममा उपस्थित हुने सम्पूर्ण मेरा अग्रज महानुभावहरू पत्रकारज्यूहरू र उपस्थित सम्पूर्ण यहाँ मेरा निमन्त्रणा स्वीकार गरेर आइदिनु हुने सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम त म नमस्कार गर्न चाहन्छु। लेख्नमा उयो भएछ सबै समग्रमा गरेर चाहिँ 1500 खेलाडी नै उपस्थित हुन्छ। प्रतियोगिता सम्पन्न गर्न 30 लाख रुपैयाँ लाग्ने भनेको छ, तर पुरस्कारको राशि हेर्दा चाहिँ अलिक कम्ती हो कि जस्तो देखिन्छ। कस्तो छ भन्दाखेरि ताइक्वान्डो खेल आफैमा अलिकति कस्तो भन्दाखेरि देशमा नेपाललाई चिनाउन सर्वाधिक मेडल ल्याउने पनि ताइक्वान्डो खेल नै छ, तर अलिकति लाइक अन्डर द स्याडो नै भइरहेछ। यो अरू खेल जस्तो तपाईँको समग्रमा यो इन्डिभिजुअल स्पोर्ट्स भएको हिसाबले गर्दाखेरि चाहिँ तपाईँको सङ्ख्या चाहिँ अलिकति हाम्रो पब्लिकमा चाहिँ अलिक कमै हो। अब तपाईँले जुन पुरस्कारको कुरा गर्नुभयो, हाम्रोमा चाहिँ के हुन्छ भन्दाखेरि यो फर्स्ट फेजमा लगभग यो रकम पनि हामीले निकै धेरै नै तोकेको होला। अहिलेको हालसम्म ताइक्वान्डोमा चाहिँ तपाईँको कुनै पनि नेपाल अधिराज्यभरि नै कुनै पनि ठाउँमा यतिको जुन हामीले मेडल राखेको छौँ, मेडल तथा तपाईँको नगद पुरस्कार यो कुनै पनि तपाईँको ताइक्वान्डो प्रतियोगितामा चाहिँ भएको छैन। यो चाहिँ मैले फर्स्ट टाइम नै इन्ट्रोड्युस गर्नु खोजेँ हो। र अर्को कुरा कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँको इन्डिभिजुअल गेम भएको हिसाबले यसमा आर्थिक पनि हामीलाई त्यस्तै नै अभावै हुन्छ। अब तपाईँको 1500 जनालाई लिएर आएर बसाउनु पनि पर्यो, खुवाउनु पनि पर्यो। त्यो भएको हिसाबले गर्दाखेरि चाहिँ यो हाम्रो फर्स्ट फेज भएको हिसाबले अब देशभरिमै एउटा नयाँ सुरुवात गर्दैछौँ। एउटा नगद पुरस्कार भनेर यो इन्ट्रोड्युस गर्दैछौँ। यो झापैदेखि सुरुवात हुन्छ। अब आउँदो दिनमा अलिकति राम्रै सबैबाट सपोर्ट भयो भने बिस्तारै बढ्ला पनि भन्ने अपेक्षा राखेको छु। बिर्तामोडको तपाईँको अहिलेसम्म चाहिँ हामीले तपाईँको हाम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो सेन्सर सिस्टममा हुने प्रतियोगिता हो। त्यो सेन्सर सिस्टममा प्रतियोगिता हुने हिसाबले गर्दाखेरि चाहिँ हामीले 2-3वटा हल चाहिँ हामीले हेरेका थियौँ होइन। अब त्यो हुँदाखेरि चाहिँ हामीले यो इन्डोर स्पोर्ट्स भयो ताइक्वान्डो भनेको। आउटडोर जुन पहिलाको जमानामा जुन हाम्रो थियो, बाहिर हामी खेलकुदको यो के भन्छ तपाईँको चौरीमा खेल मैदानमा गराउँथ्यौँ, आजको दिनमा त्यो खेल मैदानमा हुँदैन। तपाईँहरू जस्तो जति पनि पत्रकार मित्रहरू हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ, यो तपाईँहरूको लागि कस्तो हुन्छ, झापामा चाहिँ तपाईँको एउटा यो सेन्सर सिस्टममा प्रतियोगिता हुँदैछ। त्यो चाहिँ स्क्रिनमा हुन्छ। सेन्सरको तपाईँको त्यो चाहिँ फ्रिक्वेन्सी जुन वाइफाईबाट फ्रिक्वेन्सी कनेक्ट हुन्छ, त्यसले गर्दाखेरि चाहिँ हामी जति सक्दो ठुलो हल लिने प्रयासमा छौँ। त्यो हुँदाखेरि चाहिँ बिर्तामोड स्थितै हुन्छ, तर कहाँ हुन्छ भन्ने कुरा चाहिँ हलको र मान्छे जुन हाम्रो छ त्यसलाई निर्धारित गरेर हामी यो अर्को जुन सेकेन्ड फेजको प्रेस मिट हुन्छ त्यसमा हामी जानकारी गराउँछौँ हजुरहरूलाई। अब अहिलेको हिसाबमा हामीले भन्दै गर्दाखेरि चाहिँ हामीले सबै स्थानीय सरकार, प्रदेश सरकारदेखि लिएर दाताहरूमा सबैमा प्रपोजल पुर्याइसकेको छौँ र पुर्याउने क्रम पनि बाँकी नै छ, अझै पुर्याउँदैछौँ। प्रदेश सरकारले चाहिँ हामीलाई यति उति भनेर चाहिँ तोक्नु भएको छैन। अब के हुन्छ हामी गर्छौँ चाहिँ भन्नुभएको छ। अब मैले हजुरलाई पहिला पनि भनिसकेँ, कस्तो भन्दाखेरि यो खेलमा चाहिँ तपाईँको अलिकति अन्डर द स्याडो नै भएको गेम हो कि तपाईँको। त्यही भएर चाहिँ यसलाई चिन्नको लागि भनेर पनि मैले हजुर समग्रमा सबै पत्रकार साथीहरूलाई चाहिँ कस्तो भन्दाखेरि एउटा मेरो अनुरोध पनि के छ भन्दाखेरि यो खेललाई पनि तपाईँहरूले सबै जनसामु एउटा ल्याइदिनुहोस् होइन। सबैभन्दा ज्यादा मेडल ल्याउने भनेकै नै यही खेल हो। अब आजको दिनमा तपाईँको सुन्ने गरिन्छ, हजुर पनि सबैजना सुनिराख्नु भएको छ होला, कुनै एउटै फुटबलको लागि पनि भनेर तपाईँको 30 लाख पनि बजेट छुट्टेको पनि छ, कुनै ठाउँमा 15 लाख पनि बजेट छुट्टेको पनि छ। अब त्यति नै खेल त सबै खेल बराबर नै हुनुपर्ने हो जहाँसम्म मलाई लाग्छ। त्यो खेल बराबर हुँदै गर्दाखेरि चाहिँ 30 लाख पाउने ठाउँमा हामीलाई पनि एउटा उपभोक्ता या त हामी पनि उयो हुँदै गर्दाखेरि 1-2 लाख त भागमा पर्छौँ पनि होला होइन। त्यति त हामीलाई पनि माया गरिदिनु भने खेल त एक सम्मानै हो। अब प्रदेश सरकारहरूले यसमा अलिकति सोचिदिनुहुन्छ र हजुर मार्फत पनि यो कुरा म अब सबै सामु ल्याइदिनुहुन्छ भन्ने अपेक्षा राख्दछु। हामीले आयोजक हाम्रो मेची ताइक्वान्डो रोजाङ फिट स्टुडियो भए तापनि हामीले चाहिँ तपाईँको नेपाल ताइक्वान्डो सङ्घको मातहतमा बसेको संस्था हो। त्यो हुँदाखेरि चाहिँ एनटिए नेपाल ताइक्वान्डो एसोसिएसन यो सङ्घ मार्फतै जुन प्रतियोगिता हुन्छ सबै नियमदेखि लिएर यहाँको अफिसियलदेखि लिएर हरेक कुराहरू चाहिँ नेपाल ताइक्वान्डो सङ्घले नै खटाउनुहुन्छ। हामी आयोजक त हो, तर निर्णायकदेखि लिएर अफिसियलदेखि लिएर टिमहरू ल्याउने कुरामा नेपाल ताइक्वान्डो सङ्घ प्रदेश छ, जुन हाम्रो झापा जिल्ला छ, सबैजनाले सहकार्य गरिदिनुहुन्छ। यो विषयमा चाहिँ बाँडफाँड गर्नेछौँ। त्यस जिम्मेवारी बाँडफाँड गरिसकेपछि हामी सेकेन्ड फेजको प्रेस मिटमा चाहिँ तपाईँलाई हामी सिङ्गो टिमै हामी प्रस्तुत गर्नेछौँ। कम्पनी भन्न मिल्दैन दाइ, यो हजुर खेलकुद गतिविधि ट्रेनिङ सेन्टर हजुर। धन्यवाद। धन्यवाद छ। यो प्रतियोगिताको मुख्य आयोजक संस्था फिट स्टुडियोका सञ्चालक, यो प्रेस मिटका अध्यक्ष